प्रकृतिले अत्यन्त सुन्दर रूप दिएको इलाममा प्रशस्त पर्यटन विकासका सम्भावनाहरू रहेका छन्। त्यसैले इलाम पुग्ने जो कोही पनि यहाँको प्राकृतिक छटासँग गहिरो सम्बन्ध राखेर फर्कने गर्दछन्। यहाँको हावापानी अति नै अनुकूल भएकोले प्राय वर्षभरि नै जिल्लाका विभिन्न ठाउँहरूको भ्रमण गर्न सकिन्छ। यहाँको भ्रमण प्राकृतिक मात्र नभई धार्मिक र अनुसन्धानात्मक रूपले समेत गर्न सकिन्छ। यस जिल्लाभरि नै प्राय आधारभूत आवश्यकताहरू जस्तै बाटो, बिजुली, पानी र सञ्चारहरू पुगेको भए तापनि हालसम्म उपयुक्त पर्यटन विकास हुन भने सकेको छैन। त्यसैले गन्तव्य नेपालको नेपाल इलाम भन्ने नाराको साथ नेपाल पर्यटन बोर्डको मुख्य प्रवर्धनमा इलामको पर्यटकीय विकासको सम्भावनालाई उद्घाटित गर्ने उद्देश्यले भेटौं इलाममा को मूल नाराका साथ 2060 साल वैशाख 1, 2 र 3 गते जिल्लाका विभिन्न ठाउँहरूमा विभिन्न कार्यक्रमका साथ इलाम महोत्सव भव्यताका साथ सम्पन्न भएको थियो। वैशाख 1 गते इलामको ठूलो टुँडी खेलमा तत्कालीन भौतिक तथा निर्माण मन्त्री श्री नारायण सिंह पुनले पानसमा बत्ती बाली इलाम महोत्सव 2060 को समुद्घाटन गर्नुभएको थियो। उक्त अवसरमा शान्तिको प्रतीक एक जोड परेवा पनि उडाइएको थियो। विक्रम सम्मत 1992-93 तिर बडा हाकिम महावीर शमशेरद्वारा शुभारम्भ गरेपछि इलामेलीहरूले हालसम्म पनि चाडकै रूपमा मान्दै आएका फुटबल खेल पनि उक्त अवसरमा आयोजना गरिएको थियो। त्यस्तै 42 किलोमिटर लामो म्याराथन दौड प्रसिद्ध धावक वैकुण्ठ मानन्दरको सम्मान, साहित्य गोष्ठी, पुष्प मेला, पुनर्मिलन, फुड फेस्टिभल आयोजना गरिएको थियो। भनेको हामीले मुहीबाट मुही बनाउँछौँ हैन, मैला उमालेर अब त्यसलाई मुही फाटेपछि जम्मा गरेर बनाउने सिर्गेम हो। अब यो हुन त दुधकै हो, यो दुध हैन, दुधबाट दही बन्छ, दहीबाट मही पारेर मैलाई फटाएर चाहिँ सिर्गेम बनाउने हो। एकदमै हामीलाई फाइदा नै भनौँ न हैन, एक प्रकार अब यो बिजनेस भन्दा पनि अब हामीले नयाँ नयाँ पाहुनाहरूको अनुहारहरू देख्नु पाइरहेका छौँ हैन। उहाँहरू अब आइराख्नु भएको छ टाढादेखि, एकदम यो अब महोत्सवले चाहिँ एकदम रमाइलो गरिरहेको छ। म के भन्छु भने हैन, यो महोत्सव भनेको चाहिँ हाम्रो यो आगामी वर्षहरूमा पनि यसरी नै मनाउनु पाऊँ हैन, सधैँभरि हामी खुसी रहौँ, त्यही नै भन्न चाहन्छु।
काठमाडौँको फेस्टिभल र यहाँको फेस्टिभलमा के अन्तर पाउनु भएको छ? धेरै फरक छ नि अझै अब त्यहाँ धेरै रमाइलो नै हुन्छ काठमाडौँमा त अझै यहाँभन्दा त यो पहिलो भएकोले यहाँ पनि रमाइलो भइरहेको छ। अनि यो नेवारी ड्रेसहरू तपाईँ पहिला पनि लाउनुहुन्छ यहाँ इलाममा? लागेको थिएन, यसैपालि हो। नेवारी भाषा बोल्नु जान्छ तपाईँहरू? आउँदैन। हजुर, हाम्रो लागि त एक किसिम नेवारी नै बनाएको हो। भटमास, चिउरा, सिकुटी छ, आलु तरकारीहरू छ, सलाद छ। मलाई यो धेरै रमाइलो भएको छ। म आएको 16 वर्ष इलाममा, यो इलाम महोत्सव पनि पहिलोपटक हो यसपालि। यो फुड फेस्टिभलमा हामीले यसरी भाग लिन पायौँ। यहाँ अब होइन हामीले एउटा नेवारी खाना खुवाउन पायौँ, धेरै मान्छे देख्न पायौँ, बाहिरको नयाँ पुराना, राम्रो रमाइलो लागिरहेछ। साथै इलामेली राष्ट्रिय स्तर तथा स्थानीय कलाकारहरूद्वारा विविध सांस्कृतिक कार्यक्रम तथा विभिन्न सांस्कृतिक झाँकीहरू जस्ता ऐतिहासिक कार्यक्रमका साथ इलाम महोत्सव 2060 सम्पन्न भएको थियो। गीत गाउन आएको, आफ्नो जिल्लाको लागि केही योगदान दिउँ भनेर आएको। इलामवासी इलामको लागि एउटा हामी सांस्कृतिक एउटा समितिको गठन गरेर र म आएको छु।